कुरुम्बाङ लिम्बूहरूको वंशज पुर्खाहरू उहाँहरूको मुख्य थाथलो साथै पान्थर वसाङ्गु आरबोटे तुम्बेवामा बस्ने कुरुम्बाङहरू कसका सन्तानहरू हुन् त्यो सबै आजको म भिडियोमा भन्नेछु। सेवारो नमस्कार, म कलाकार तथा निर्देशक हाङ चेम्जोङ। मेरो हातमा रहेको छ आज कुरुम्बाङ वंशावली र इतिहास। यो पढिसकेपछि अन्त्यतिर उहाँहरूले फेरि यहाँ वंशावली सकिसकेपछि पेज नम्बर 1-2 गर्दै लेख्नुभएको छ। पेज नम्बर 3मा लेख्नुहुन्छ भीमराज कुरुम्बाङज्यू लेख्नुहुन्छ यहाँ कुरुम्बाङ र अरू लिम्बूहरूको सम्बन्ध शीर्षकमा जस्तो लेखेको छ त्यस्तै एकदमै इन्ट्रेस्टिङ इतिहासहरू रहेछ, त्यही भएर तपाईँलाई जानकारी गराउन गइरहेको छु है त। जातिभित्र विभिन्न थर र उपथरहरू बनेका हुन्छन्। कुनै पनि जातिको वंशावलीभित्र सो जातिका पुर्खा र बसोबास गरेको चर्चा गरिएको हुन्छ। वंशावली प्रकाशनले कुनै पनि जातिको सिङ्गो इतिहास निर्माण गरेको हुन्छ। नेपालको पूर्वी पहाडी भेगमा रहेका लिम्बू जातिहरूमा पनि विभिन्न थरहरू पाइन्छन्। यी सबै तागरा निमा फुमाङको नावा चैतसा भनेर मुन्धुममा चर्चा गरिएको पाइन्छ। मिन्निमाङ मेन्धामाङ कुनोमाङ सेक्खामाङ अथवा तागरा निमा फुमाङका सन्तान मुजिङना खयोङनाका छोरा साबा युक्पोङगेम्बा उनका छोरा सुवाङफेबा हुन्। सुवाङफेबाकै सन्तानले मुना तेम्बे हालको रसिया र बर्माको बीच अथवा मङ्गोलियाबाट 10 सरदारहरू नेपाल प्रवेश गर्दा नेपालमा 8 अपङ्गी राज्यहरूको राज्य गरेको इतिहास छ भन्नुहुन्छ। यहाँ पनि 10 सरदारहरू आएको इतिहास रहेको र 8 अपङ्गी राजाहरूको राज्य उल्लेख गरिएको इतिहास छ, त्यही भएर म तपाईँलाई भन्न गइरहेको छु है त। ती राज्य गर्ने पनि ती 8 राजाहरू पनि लाप्चा भोटे इमेपा हुन आउँछन्। ती 8 राजाहरूको अनुमतिले 10 सरदारहरू त्यस ठाउँमा बसोबास गरेर याक्थुङबाको नामले प्रसिद्ध भए। पछि एक अर्का बीच लडाइँ गर्न थाले र अपङ्गी राजाहरूलाई 10 सरदारहरूले पराजित गरेर धनुबाण प्रयोग गरी जितेको हुनाले त्यस ठाउँलाई लिम्बुवान र लिम्बुवान वंश हुँ भनी आफूलाई सम्बोधन गर्न थाले। त्यसपश्चात लिम्बुवानको नामाकरण भयो। लिम्बुवानभित्र पूर्वी नेपालको आसपासका हाल कोशी मेची अञ्चलका 9 जिल्लाहरू पर्दछन्। ती 10 सरदारहरूले जितेको राज्य 10 प्रान्तमा विभाजन गरी 10 लिम्बू सत्रथुम घोषित गरे। विभाजन गर्दा सेङसेनगुम फेदाप हाङले चाहिँ फेदाप क्षेत्र पोक्लाबुङ भन्ने ठाउँमा गढ बनाई राज्य गरे। सेङसेनगुम चाहिँ 8 राजाहरूको नभएर चाहिँ 10 सरदारहरूको मान्छे छोरा है त, वंश चाहिँ त उहाँ चाहिँ सेङसेनगुमले राज्य गरे भन्नुहुन्छ। र त्यस राज्यकालदेखि यताका वंशावलीमा यसरी बुझिन आउँछ कि नामचोक नामहाङका छोरा नामहाङदिन र नामहाङदिनका छोरा 2 भाइ सिदिइङ र साङलाइङ। यहाँ चाहिँ सिदिइङले चाहिँ अब साङलाइङलाई चाहिँ सिदिइङको छोरा भन्ने कति वंशले पढ्न पाइन्छ। यहाँ चाहिँ दाजुभाइ भनेको छ है। सिदिइङ र साङलाइङ थिए। सिदिइङका छोरा आगेकमी, निजका छोरा आबोङमी, निजका छोरा मामाङ सोहाङ, निजका छोरा थासोहाङ, निजका छोरा मुदेप्पा, निजका छोरा चाहाङथोहाङको छोरा चाहिँ इथुखाङको छोरा चाहिँ इसोखा र इसोखाको चाहिँ छोराबाट छुट्टिएको वंश खापुङ भन्नु रहेछ है यहाँ चाहिँ ल। इसोखाको छोराबाट छुट्टिएको वंश चाहिँ खापुङ थरी लिम्बू बने। निजका छोरा नोबाप रहेछ है। अनि निजका छोरा तेन्हाङहरूलाई धेरैले नै पुर्खा मान्नुहुन्छ। तेन्हाङहरूको बाजे चाहिँ इसोखा हुनुहुँदो रहेछ। अनि तेन्हाङको बाजे इसोखा भनौँ। अनि तेन्हाङको चाहिँ थुप्रै सन्तानहरू हुनुहुन्छ, वंशजहरू हुनुहुन्छ तेर्थुम क्षेत्रमा। र तेन्हाङको निजको श्रीमती कान्छी लिभाङमापट्टिबाट चाहिँ पयाङबु भएछ। पाङमापट्टिबाट चाहिँ छोरा तुम्माम्फे भएछ। तेन्हाङको 2टा श्रीमती हुनुहुन्थेछ।
कान्छी लिबाङपट्टिबाट चाहिँ पयाङ्गु भयो भने पाङमापट्टिबाट चाहिँ तुम्बाम्फे भएछ। तुम्बाम्फे र हुक्पा चोङबाङ थरी लिम्बू भए। तुम्बाम्फे र हुक्पा चोङबाङ भएछ है त त्यहाँ पाङमापट्टिबाट। अनि तुम्फु लामाबाट चाहिँ योमाहाङ र उनका सन्तान कुरुम्बाङ थरी लिम्बू भए। यो के भन्नुहुन्छ भने फेरि भन्छु तपाईँहरूलाई, तेन्हाङ र निजको कान्छी श्रीमती, तेन्हाङको कान्छी श्रीमतीपट्टिबाट चाहिँ पयाङ्बु भयो। अनि अर्को श्रीमती पाङमापट्टिबाट चाहिँ छोरा तुम्बाम्फे र हुक्पा चोङबाङ थरी बने, हुक्पा छोरा थरी लिम्बू भए। यहाँ अनि लेख्नु छ मुनि तुम्फु लामाबाट योमाहाङ र उनका सन्तान कुरुम्बाङ, उहाँको चाहिँ योमाहाङ र उनका सन्तान चाहिँ कुरुम्बाङ थरी भए। यी कुरुम्बाङहरू सबैभन्दा धेरै तेर्थुमको पोक्लाबाङ सिम्ले भन्ने ठाउँमा बसोबास गरी आएको र विभिन्न गाउँठाउँको हावापानी परिस्थिति वातावरणसँग रहेको पाइन्छ। हालसम्म सेङसेङगुम फेदाबबाट अथवा निजको छोरा नाम्चोकहाङकै पुस्तादेखि यता 21 पुस्ता योमोहाङ भन्ने छोरा जन्म भयो। उनैका छोरा कुरुम्बाङ, योमोहाङकै छोरा चाहिँ कुरुम्बाङ भन्ने नामबाटै कुरुम्बाङ थर भएको रहेछ। यो चाहिँ कुनै त्यो बोट बिरुवा अथवा गाउँघर नभएर त्यो छोराको नाम नै कुरुम्बाङ रहेछ। योमोहाङको छोरा नै कुरुम्बाङ भन्ने नामबाट कुरुम्बाङ भयो भन्नुहुन्छ उहाँहरूले। अनि त्यसपछि चाहिँ कुरुम्बाङ थर बन्यो भन्ने वंशले इतिहास थाहा हुन आएको छ। अनि योमोहाङको छोरा मुजुहाङको छोरा मुखेहाङको छोरा याङ्गेलिङको छोरा नेखोचुक्पाको छोरा मायुहाङका चाहिँ फेरि 4 भाइ छोरा मध्ये जेठा छोरा सिदिहाङ कुरुम्बाङ जेठो छोरा। अनि माइला छोरा तिरहाङ कुरुम्बाङ, साइला छोरा भरहाङ कुरुम्बाङ र कान्छा चाहिँ सम्मेतहाङ कुरुम्बाङ हुन्। बुढापाखाको भनाइ र इतिहास अनुसार कुरुम्बाङको पुर्ख्यौली स्थान वर्तमान तेर्थुम जिल्लाको पोक्लाबङ सिमले भोगटेनीदेखि माथि सेरजङ स्विजुङ देखिन आउँछ। त्यहाँ कुरुम्बाङका पुर्खाले सुमनिसा 3 झन्डा रोपी कुरुम्बाङको माङ्गेना लुङधुङ र माङ्गेना चोलुङ सिद्धिस्थल बनाएको देखिन्छ। त्यहाँबाट पान्थर लाग्यो हेर्नुहोस् है, कुन भाइ चाहिँ पान्थर कसरी जान्छन् सुनौँ है त। त्यहाँबाट पान्थर जिल्लामा 2 भाइ गए। एक भाइका सन्तान आरुबटे र वसाङ्गु भन्ने ठाउँमा बसोबास गरेका छन्। यी 4 भाइका सन्तान अहिले नेपालको बागमती, कोशी, मेची अञ्चल, सिक्किम, दरामदेन, भारत, दार्जिलिङ र कालेबुङ लगायत ठाउँहरूमा बसोबास गरेको पाइन्छ। कुरुम्बाङ थरी लिम्बू एकमात्र भएको हुँदा सबै दाजुभाइहरूको नामावली सङ्कलन गरी यो वंशले छाप्ने प्रयत्नमा छौँ भन्नुहुन्छ उहाँहरूले। लगभग विक्रम सम्वत 1716-17 चाहिँ मयुङहाङको छोरा 4 भाइ मध्ये 2 भाइ अलिक लडाकु र बलियो कुरुम्बाङ भएकोले पान्थरको पापो भनेको हाम्रो आङदेम्बे, तुमरोग, लावतीहरू हुनुहुन्छ नि, आङदेम्बे, तुमरोग, लावती, इङवाबा होइन, 11 खाले हुनुहुन्छ, इङनाम्फेहरू पनि होइन। उहाँहरूले चाहिँ पापोहरूले चाहिँ अन्य थरी 2 जातिसँग लड्नको लागि मद्दत माग्दा सहयोगका लागि चाहिँ तिरहाङ कुरुम्बाङ र भराङ कुरुम्बाङलाई सहयोग छानेर पठाए। लड्दा चाहिँ सहयोगको लागि चाहिँ 2टा योद्धा आउनुभएछ। तिरहाङ कुरुम्बाङ र भराङ कुरुम्बाङ चाहिँ अहिलेको तीर्थुमबाट अहिलेको पान्थरमा आइपुगे है, पठाए। उनीहरू तमरवारीबाट फेदेन पान्थर गढीमा आउँदा रातो माटो, राजा माटो, कालो माटो, काजी माटो भन्दै आए। अनि फेदाप छोडेर पान्थर आएपछि त्यहाँका पापोहरूसँग मिली पापो हुँ भन्न थालेपछि पापोहरूले कुसुन्डा राजासँग लडाइँ गर्दा यी कुरुम्बाङहरूलाई लड्न पठाएर कुसुन्डा राजालाई हराए। त्यसपछि नावाखोला कुरुम्बा भन्ने ठाउँमा चाहिँ कुरुम्बाङहरू बसोबास गरे। पछिबाट ठुलो युद्ध भयो। त्यहाँका पापोहरूले कुरुम्बामा चाहिँ कुरुम्बाङहरूलाई बस्न दिएनन्। पापोहरूले सुरुमा बोलाए, बस्न दिए, पछि चाहिँ अब कुरुम्बा भनेर निकै राम्रो ठाउँ छ, उब्जने ठाउँ छ, बस्न दिएनन् छन्। र कुरुम्बाबाट चाहिँ तुम्बेवा डाँडामा बसोबास गरे। कुरुम्बाबाट उता तुम्बेवा अलिकति पानी नहुने ठाउँमा चाहिँ पठाएछन् पापोहरूले, तुम्बेवा डाँडामा बसोबास गरे। त्यसपछि तिरहाङ कुरुम्बाङको सन्तान हाङगुममा गएर
भराङ कुरुम्बाङको सन्तान चाहिँ आरुबोटेमा बस्न थाले। पछिबाट कुम्बनसिंह कुरुम्बाङ वसाङ्गु गए। वसाङ्गु जाँदा कुम्बनसिंह कुरुम्बाङ र थामियाङ आङदेमे बीच मित्रता बाँधी थामियाङ आङदेमेले आफ्नो भाइ भैयात बनाई चन्द्र सूर्य र यो पृथ्वी रहन्जेल कुटुम्ब नगर्ने भनेर बाचा बन्धन गरे। आङदेमेसँग कुटुम्ब चले पनि थामिहाङ आङदेमेका सन्तान र कुम्बनसिंह कुरुम्बाङका सन्तान अहिलेसम्म चाहिँ दाजुभाइको रूपमै रहिआएको छ। यसरी नै हालसम्म 9 पुस्ता भइसकेको छ। यो अति नै ख्याल गरौँ। अबका पिँढीले पनि हिजोको बुढापाका त सकिसके, तर पनि कुम्बनसिंह र थामिहाङका सन्तान त जिउँदैछौँ। धर्म कर्म नभुलौँ। यही नै माङ्गेनासँग प्रार्थना गर्दछु। ओत मागे सेवारो लेख्नुहुन्छ है त। यो चाहिँ के रहेछ भने वसाङ्गोमा चाहिँ हाम्रो कुम्बनसिंह कुरुम्बाङलाई चाहिँ हाम्रो आङदेम्बेले भाइ मानी ल्याउनु भएको रहेछ। अनि आङदेम्बे र उहाँहरू चाहिँ थामियाङ आङदेम्बेले चाहिँ कुम्बनसिंह कुरुम्बाङलाई भाइ मानेर दाजुभाइ मानेर ल्याउनु भएको रहेछ र उहाँको कुटुम्बले नचलोस् भनेको रहेछ। अरू आङदेम्बे र कुरुम्बाङ अरूको सन्तानमा कुटुम्ब चले पनि उहाँहरूको सन्तानमा चाहिँ चलेको रहेनछ अहिलेसम्म। यो चाहिँ अझै पनि नचलाउँ भन्ने कुरुम्बाङ तुम्बेङहरूको भनाइरहेको छ। अनि यो वंशले तपाईँलाई के कसो लाग्यो प्रतिक्रिया दिनुहोला। अनि यो मलाई वंशले उपलब्ध गराइदिनु हुने आदरणीय व्यक्तित्व उदय कुरुम्बाङ सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरू सबैजना पनि यसरी अर्काको वंशले पढ्दै गर्दा यो कस्तो इतिहास भनेर गाली गर्नुहुन्छ। तपाईँहरूले पनि आफ्नो वंशलेमा हेर्नुहोस्, पढ्नुहोस्। यस्तै यस्तै इतिहासहरू लेखेको हुन्छ। मैले लगभग धेरैवटा वंशले पढिसकेँ। इतिहास यस्तै तल यसकै इर्दगिर्दमा छ। अनि आफ्नो वंशले बनेको छैन भने चाँडोभन्दा चाँडो एकदमै राम्रो खोजनीति गरेर सबै वंशले पढेर चाहिँ बनाउनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नोगेन सेवारो, बाई बाई।